हेर्नुहोस् है गाइज, यो मेरो सुन्तलाको बगान। सुन्तलालाई चाहिँ म कसरी स्याहार्छु भन्दाखेरि चाहिँ आफ्नो तरिका हुन्छ है। मेरो तरिका चाहिँ के छ, अब यो जब यसपालि अलिकति ढिलो भयो, नत्र त फल टिपिसकेर तपाईँको फेब्रुअरीतिर चाहिँ यसलाई स्याहार्नु सुरु गर्नुपर्छ। यसपालि अलिकति ढिलो भयो। म चाहिँ कसरी स्याहार्छु भन्दाखेरि चाहिँ पहिला यसलाई खनी है, वरिपरि खनेर त्यसलाई चाहिँ तपाईँको गाईको मल लगाउँछु है। मल लगाए बादमा चाहिँ तपाईँको त्यसलाई पानी दिनुपर्छ है, सिँचाइ पनि गर्नुपर्छ। त्यो पानी चाहिँ तपाईँको मल भिजेर चाहिँ जरासम्म पुग्छ है। त्यसको बादमा चाहिँ यसरी उयो पनि गर्नुपर्छ, चुना पनि लाउँछु म चाहिँ है। चुना लाउनुले चाहिँ कमिला कति किरा फटेनाहरू माथि रुखमाथि चढ्दैन है। अहिले फुल्नुको टाइममा त्यसरी किराहरू कमिलाहरू गयो भने चाहिँ फुलहरू पनि नष्ट गर्छ। त्यसले गर्दाखेरि चाहिँ त्यो चुना पनि लाउनुपर्छ है। म त्यसरी गर्छु। मैले धेरैपल्ट त्यो भिडियो त तपाईँहरूलाई बनाइसकिसकेकै छु है, सुन्तलाको कसरी के गर्नुपर्छ भन्ने आफ्नो तरिका हुन्छ। म चाहिँ यो प्रकारले गर्छु। अब मान्छेले फलेको मात्रै देख्छ है, तर यसलाई त्यो अनुसारले स्याहार्नु पनि पर्छ। जति राम्रो स्याहार्यो त्यति नै यसले फल दिन्छ है। म चाहिँ यस्तो प्रकारले गर्छु। हेर्नुहोस्, आफ्नो तरिका हुन्छ। यसपालि अलिक ढिलो नै भयो, कामको कतिवटा व्यस्तताले गर्दाखेरि।